हामीले इन्जिनियरिङ पढ्दाखेरि हामीलाई पिएचडी गरेको डक्टरहरूले हैन मास्टर्स गरेकोहरूले धेरै पढाउनु भयो हैन। हप्तामा एक दिन चाहिँ 20 वर्ष एक्सपिरियन्स भएको लेबरले, मिस्त्रीले, प्लम्बरले, इलेक्ट्रिसियनले पढाइदिएको भए अनि हामीले त्यो 5 वर्ष लाग्छ नि हामीलाई एक्सपिरियन्स लिन, सानसानो कुराहरू डिटेलमा बुझ्नलाई। त्यो लेबरले, मिस्त्रीले पढाइदिएको भए त हामीलाई त्यो 5 वर्षसम्म लाग्दैन थियो नि त। हामी ब्याचलर पढ्दै चाहिँ धेरै कुराहरू सिकिसक्थ्यौँ हैन। हामी अलरेडी त्यो ब्याचलरबाट निस्किने बित्तिकै एक्सपिरियन्स्ड इन्जिनियर भएर निस्किन्थ्यौँ एउटा। अर्को कुरा, हामीले लेबर मिस्त्रीलाई हेर्ने नजरिया फरक हुन्थ्यो, किनभने हामीलाई त्यसले पढाएको हुन्थ्यो नि त। भनेपछि कोही बुढो मान्छे छ अनि इन्जिनियरहरूले तिमी भनेर बोलिरहेको हुन्छ क्या, त्यो भनेको त इज्जत दिने हो नि त। ऊ पनि काम गर्न आएको, इन्जिनियर पनि काम गर्न आएको, कसैलाई हेप्ने त होइन नि त। त्यो हुन्थ्यो। अनि लेबर मिस्त्रीलाई पनि के हुन्थ्यो भन्दाखेरि हामीले पनि त इन्जिनियरहरूलाई पढाएको छौँ भन्ने एउटा त हुन्थ्यो नि त होइन। भनेपछि म्युचुअल अन्डरस्ट्यान्डिङ हुन्थ्यो। तलमाथि होला, सुविधा फरक होला, के होला, तर इज्जत त बराबर हुनु पऱ्यो नि त। इन्जिनियरले